हेलो एभ्रिवान, तपाईहरु कस्तो हुनुहुन्छ? आई होप कि तपाईहरु सबै सन्चै हुनुहुन्छ भनेर है। र साथीहरु, आज चाहिँ मैले यहाँनिर दुध उमाल्दै छु हो। यो चाहिँ किन उमालेको भन्दा चाहिँ अब म यसको पनिर बनाउँछु हो, होममेड पनिर। म चाहिँ घरमै बनाउँछु नि त पनिर चाहिँ। म यसलाई पनिर कसरी बनाउँछु भनेर चाहिँ तपाईहरुलाई देखाउँछु अहिले ल बनाएर। अब चाहिँ म यसमा निम्बुको रस हालिदिन्छु हो। यो निम्बुको पाउडर पनि पाउँछ कि, तर म चाहिँ यो निम्बुको रसले नै फाड्छु, उयो गर्छु नि त, के भन्छ, यसलाई फटाउँछु नि त हो। हेर्नुहोस् ल, यहाँ हेर्नुहोस् है, मेरो पनिर चाहिँ रेडी हुनु आँट्यो हो। अब यसलाई एकछिन उबाल्नुपर्छ, त्यहाँबाट चाहिँ रेडी हुन्छ मेरो पनिर। यो पानी चाहिँ माथि माथि आउनुपर्छ नि त, पातला पानी हुन्छ नि। छोक्रा छोक्रा तल बसेर पानी चाहिँ माथि माथि आयो भने चाहिँ पनिर भयो भनेर जान्दा पनि हुन्छ हो, बुझ्दा पनि हुन्छ। हेर्नुहोस् है, पनिर बनिँदै छ हो। साथीहरु, मेरो पनिर चाहिँ रेडी भयो हो। यसमा अब पिस पिस बनाउनु भने चाहिँ यो यसमा हाल्नुपर्छ, यो चाहिँ पनिर बनाउने हो नि त हैन। तर म चाहिँ भुजीको लागि हो कि, म चाहिँ यतिकै राख्छु यसलाई, यसमा हाल्दैन। यसमा हाल्यो भने त मजाले अब सेप हुन्छ, पनिरको सेप आउँछ हो। यो चाहिँ भुजीको लागि चाहिँ यस्तै चाहिन्छ नि त। थ्याङ्क यू।